ल तपाईँहरूले रेनल क्याल्कुली भनेर के भन्नुभयो त भन्नु त किडनी स्टोन भन्नुभयो होइन। ल त्यसैको विषय आज हामी कुरा गर्छौँ र अगाडिको रिभिजन हामीले थोरै गरिसकेको छौँ। यसलाई सर भन्नुपर्दा के छ नेफ्राइटिक र नेफ्रोटिकको फिचर है। नेफ्राइटिकमा छुट्टा ननिके जस्तो हेमाचुरिया ओलिग्युरिया एजोटेमिया प्रोटिन युरिया भयो। प्रोटिन युरिया पनि तपाईँको विषय के छ भने लेस देन 3.5 ग्राम पर डे। यो नेफ्रोटिक रेसमा के फरक छ, पक्कै पनि नेफ्रोटिकमा हेभी म्यासिभ प्रोटिन युरिया हुन्छ, जुन चाहिँ के छ त 3.5 ग्राम पर डे भन्दा बढी हुन्छ। प्रोटिन धेरै भएपछि के हुन्छ, युरिन फोमी हुन्छ, जेनरलाइज्ड इडेमा एनएसआरका देखिन्छ। लाइपोप्रोटिन के हुन्छ, बन्छ कम्पेन्सेटरी, त्यसको कारणले हाइपरलिपिडेमिया देखिन्छ। अनि एन्टिकोआगुलेन्टहरू लस हुन्छ, प्रोटिन सी प्रोटिन एसहरू जस्ता, त्यसले गर्दा हाइपरकोआगुलेबल स्टेट हुन्छ। यसको के छ त परि भनेर याद गरेको छ निमोनिक्स। नेफ्राइटिकमा के हुन्छ त पिएसजिएन एल्पर्ट सिन्ड्रोम एन्टिग्लोमेरुलर बेसमेन्ट मेम्ब्रेन गुड पास्चर सिन्ड्रोम आरपिजिएन आइजिएन नेफ्रोप्याथी हुने भयो। नेफ्रोटिकमा के छ भन्दा चाहिँ एमएमएम अर्को एफ भयो है। मिनिमल चेन्ज डिजिज मेम्ब्रेनस ग्लोमेरुलोनेफ्राइटिस मेम्ब्रेन प्रोलिफेटिभ ग्लोमेरुलोनेफ्राइटिस फोकल सेगमेन्टल ग्लोमेरुलोस्क्लेरोसिस, यो चाहिँ हाम्रो के छ त डिजिजहरू भयो। गुड पास्चर सिन्ड्रोम के छ, किडनी र लङ दुईटा एफेक्ट गर्छ। किडनी भनेको के छ हेमाचुरिया, लङ्स भनेको चाहिँ हेमोप्टाइसिस भयो। एल्पर्ट सिन्ड्रोम के छ, किडनी इयर र आईलाई एफेक्ट गरेको छ। नेफ्राइटिस हियरिङ लस र भिजन प्रब्लम हुन्छ। क्रियाटिन भनेको मसल प्रोटिन, क्रियाटिनिन भनेको छ त नाइट्रोजिनस वेस्ट प्रोडक्ट भनेर भन्यौँ। अब हामी जान्छौँ कता त भन्दा चाहिँ रेनल क्याल्कुलीमा। रेनल क्याल्कुली भनेको तपाईँले बुझ्नुपर्छ के त किडनी, रेनल भनेको के छ भने त किडनी, क्याल्कुली भनेको के छ स्टोन भन्न खोज्यो है, ठिक छ ल। ओके हेर्नु साथीहरू है, अब तपाईँले बुझ्न पर्ने के छ भन्दा चाहिँ सबैभन्दा महत्त्वपूर्ण यसको टाइप्सहरू बुझ्नुपर्छ। स्टोनको टाइप्सहरू के छन् त भनेर हामी लेख्छौँ ल। स्टोनको के छ भने त टाइप्सहरू, ल के होला स्टोनको टाइप्सहरू भनिदिनुहोस् त मलाई। पहिलो त हाम्रो टाइप्स के छ त भने त अक्जालेट स्टोनहरू, जस्तै के छ त क्याल्सियम अक्जालेट। क्याल्सियम अक्जालेट मैले किन सबैभन्दा सुरुमा यही क्याल्सियम अक्जालेट नै लेखेँ भन्नु त, किन भन्दा सबैभन्दा मोस्ट कमन रेनल क्याल्कुली के छ भने त क्याल्सियम अक्जालेट हो। बुझ्नुभयो त। अब यो कति बेला हुन्छ भने पक्कै पनि हेर्नु, क्याल्सियम भनेपछि के छ त जब तपाईँको रगतमा के छ भने त एकदमै धेरै के छ त अब हाइपर क्याल्सियमिया भएको छ र के छ त युरिनमा पनि के छ भने त एकदमै धेरै क्याल्सियमको मात्रा बढिरहेको छ, ठिक छ। अथवा तपाईँ के छ त अक्जालेटको मात्रा पनि के छ भने त अक्जालेट पनि के छ धेरै छ भनेपछि युरिनमा चाहिँ है, युरिनमा के छ भने त त्यही प्रेसिपिटेट भएर त तपाईँको के छ त एउटा स्टोन फर्मेसन हुने हो नि त। भने पछाडि चाहिँ युरिनमा क्याल्सियमको मात्रा र अक्जालेटको मात्रा बढी छ भने त्यसले गर्दा हुन्छ, ठिक छ। भनेपछि रिस्क के कारणले भइरहेछ भने त हाइपर क्याल्सी युरिया, हाइपर अक्जालो युरिया, ठिक छ। हाइपर क्याल्सी युरिया भनेको के भन्नु त, क्याल्सी युरिया भनेको क्याल्सी युरिया भनेको भन्नु न, हाइपर क्याल्सी युरिया भनेको चाहिँ तपाईँको के छ त युरिनमा चाहिँ क्याल्सियमको मात्रा बढिरहेछ, ठिक छ। यसले गर्दा के हुन्छ त क्याल्सियम अक्जालेटवाला तपाईँको चाहिँ स्टोन हुन्छ, ठिक छ। यो चाहिँ टाइप अफ स्टोन भयो है। ल अर्को स्टोनको टाइप्स कसैलाई थाहा छ भने भन्नुहोस् त, युरिक भन्नु एसिड, भन्नु भन्नु। युरिक भेरी एसिड, गुड है, युरिक एसिड के भन्नु त युरिक एसिड। अब युरिक एसिडको यो स्टोन गराउनको लागि रिस्क चाहिँ के होला भन्नु त, तपाईँलाई थाहा छ यो कुरा। जब हाम्रो के हुन्छ भने त ब्लडमा चाहिँ के को मात्रा बढ्छ भने त युरिक एसिडको मात्रा बढ्छ, अथवा चाहिँ यदि कोही पेसेन्टलाई गट भएको छ, ठिक छ, अथवा गाउट के भन्नुहुन्छ। अरू के छ त हाइपर युरिसेमिया, ठिक छ। यो चाहिँ के छ त रिस्क फ्याक्टर भयो भन्ने कुरा बुझ्न पर्यो, ठिक छ ल। यो कुरा बुझ्न पर्यो हामीले। अर्को चाहिँ के छ त भन्दाखेरि चाहिँ टाइप्स भनिदिनुहोस् ल। एउटा युरिक एसिड भयो, अरू क्याल्सियम अक्जालेट भयो, अर्को के छ भन्नु भन्नु। स्ट्रुवाइड, भेरी गुड, स्ट्रुभाइड भनेर भन्छ है। यो स्ट्रुभाइड भनेको चाहिँ के छ फोस्फेटको स्टोन हो, ठिक छ। यो हेर्नु है, फोस्फेट स्टोन हो। यो फोस्फेट स्टोन हामीले दुई तरिकाले हेर्न सक्छौँ। फोस्फेट के को फोस्फेट भन्दा क्याल्सियम फोस्फेट हुन्छ एउटा चाहिँ, ठिक छ, क्याल्सियम फोस्फेट हुन्छ भने अर्को कसको फोस्फेट हुन्छ भन्दा चाहिँ म्याग्नेसियम एमोनियम फोस्फेट। के भन्नु त म्याग्नेसियम एमोनियम फोस्फेट हो, यसैको नाम हो स्ट्रुभाइड। तपाईँलाई क्वेसन के आइदियो त भन्दाखेरि चाहिँ तलको मध्ये कसलाई हामीले स्ट्रुभाइड भन्छौँ भने चाहिँ म्याग्नेसियम एमोनियम फोस्फेट भनेको के हो त स्ट्रुभाइड हो है, ठिक छ। भनेपछि स्ट्रुभाइड भनेको चाहिँ फोस्फेट स्टोन हो, फोस्फेट स्टोन हो। फोस्फेटको के छ दुईटा टाइप्स के छ भने त एउटा भनेको हाम्रो क्याल्सियम फोस्फेट, अर्को भनेको छ म्याग्नेसियम एमोनियम फोस्फेट।
ठिक छ के अरे भने त अब यो तपाईँको चाहिँ याद गर्न म्याप भनेर याद गर्नु एमएपी म्याप ठिक छ म्याग्नेसियम एमोनियम फस्फेट ल हेर्नुहोस् अब यसले चाहिँ के छ भन्दा तपाईँको चाहिँ के को रिस्क भयो भने चाहिँ यस्तो हुन्छ भन्दा चाहिँ यदि तपाईँको युरिन एकदमै के छ भने त अल्कालाइन छ भने युरिन एकदमै अल्कालाइन छ भने फोस्फेटको स्टोन बन्ने सम्भावना बढ्छ है भनेपछि कि त तपाईँले अल्कालाइन जुन तपाईँको चाहिँ नेचरको फुडहरू जुन छ त्यो बढी कन्जम्सन गर्नुभएको छ र के छ युरिनमा एकदमै धेरै के छ त अल्कालाइन युरिन गइरहेछ भन्ने कुरा त के छ त त्यो चाहिँ रिक्स हुन्छ ठिक छ त्यसैले अल्काली ठिक छ अल्काली के छ भने त्यसको लागि तपाईँको चाहिँ रिक्स भयो ठिक छ अल्काली के को लागि रिक्स भयो साथीहरू भन्दा कुन स्टोनको लागि रिक्स भयो भन्नु फोस्फेट स्टोन बन्नको लागि ठिक छ ल त्यस पछाडि 4औं नम्बरमा के छुट्यो यहाँनिर ल कसले थप्नुहुन्छ भन्नु त सिस्टिन भन्ने हाम्रो यहाँ छुटिरहेछ है के भन्नु त सिस्टिन स्टोन यो सिस्टिन स्टोन भनेको के छ त यदि युरिनमा सिस्टिनको मात्रा बढी छ भने हुन्छ नि रिस्क फ्याक्टर के हुन्छ त सिस्टिन युरिया है CYSTIN URI किन भन्दाखेरि जस्तै तपाईँको मानिलिनुहोस् के छ त युरिनरी ब्ल्याडर छ अरे यो यसमा के छ लामो समयसम्म के छ भने त लामो समयसम्म के छ त क्याल्सियम अक्जाइडहरू के छ त यसरी डिपोजिट भयो र बिस्तारै बिस्तारै सानो सानो क्रिस्टल फर्मेसन हुन्छ अनि त्यही के छ भने क्रिस्टल तपाईँको चाहिँ फर्दर सोलिडिफाई हुँदै के हुन्छ त त्यसको चाहिँ आफ्नो साइजलाई चाहिँ बढाउँदै जाने हो त्यसले गर्दा के हुन्छ हाम्रो तपाईँको चाहिँ रेनल क्याल्कुली भने पनि रेनल स्टोन भने पनि यस्तो समस्या चाहिँ देखिन्छ भन्ने कुरा तपाईँले चाहिँ बुझ्न पर्छ यतातिर ठिक छ ल साथीहरू अब हेर्नुहोस् है क्याल्सियम अक्जालेट युरिक एसिड फस्फेटको पनि दुईटा छ फस्फेट भित्र के रहेछ दुईटा हामीले भन्नु त फस्फेट भित्र दुईटा हामीले के अऱ्यौँ एउटा के छ क्याल्सियम फस्फेट अर्को चाहिँ म्याप भन्यो हामीले भनेपछि के छ म्याग्नेसियम एमोनियम फस्फेट के भन्नु त म्याग्नेसियम भेरी गुड यो म्यापलाई नै हामीले के भनेको भन्नु त म्याग्नेसियम एमोनियम फस्फेट म्याप्स भनेर याद गर्नु ठिक छ म्याप्स भनेर याद गर्नु यो एसले चाहिँ के जनाउँछ भन्नु त एस भनेको चाहिँ एस भनेको चाहिँ स्ट्रुबाइड ठिक छ के अरे त स्ट्रुबाइड ल एकचोटि सबैले भनिदिनुहोस् ल सबैभन्दा सुरुमा हामीले के हेर्यौँ त भन्दा चाहिँ जब तपाईँको युरिनमा क्याल्सियमको मात्रा बढ्छ त्यसले कुन स्टोन गराउँछ साथीहरू ल भन्नुहोस् सबैले भन्नुहोस् क्याल्सियम अक्जालेट भेरी गुड यो किन इम्पोर्टेन्ट छ साथीहरू किनकि यो धेरै कमन हुन्छ मोस्ट कमन भेरी गुड यो सबैभन्दा मोस्ट कमन टाइप अफ रेनल क्याल्कुली भने तपाईँले यो 100% सोध्ने क्वेसन हो मोस्ट कमन टाइप अफ रेनल क्याल्कुली भनेर तपाईँले हेर्नुहोस् पास्ट क्वेसन पनि धेरैचोटि सोधेको छ है त्यसमा चाहिँ क्याल्सियम अक्जालेट भन्ने यो कुरा तपाईँले जिन्दगीमा बिर्सिन नहुने कुरा हो है ठिक छ अब फोस्फेटको कुरा गर्दाखेरि दुईटा हामीले कुरा गर्यौँ एउटा त के छ MAPS म्याप्स भनेर भन्यौँ अर्को चाहिँ के छ क्याल्सियम फस्फेट भयो ठिक छ यो त तपाईँलाई थाहा छ म्याप्स भने के छ भने त म्याप्स भने के छ म्याग्नेसियम एल्मुनियम होइन है एल्मुनियम होइन एमोनियम एमोनियम फस्फेट यसलाई चाहिँ हामीले के भन्यौँ त यसलाई हामीले के भनेको भन्नु त स्ट्रुभाइड के भन्नु त स्ट्रुभाइड भनेको यही हो है ठिक छ ल अर्को चाहिँ के छ हाम्रो सिस्टिन स्टोन हुन्छ ठिक छ सिस्टिनको स्टोन हुन्छ अर्को चाहिँ युरिक एसिडको स्टोन हुन्छ अर्को चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ एउटा लेख्न छुटेको हाम्रो तपाईँको चाहिँ 5 नम्बरमा 5 नम्बर के हुन्छ त हाम्रो चाहिँ ज्यान्थिनको स्टोन हुन्छ ठिक छ यो ज्यान्थिन स्टोन चाहिँ के हुन्छ भने तपाईँको चाहिँ ज्यान्थिन अक्सिडेजको डिफिसियन्सी भयो भने डिफिसियन्सी अफ ज्यान्थिन अक्सिडेज भयो भने चाहिँ के हुन्छ भन्दा चाहिँ हाम्रो ज्यान्थिनको स्टोन हुन्छ ल एकदमै म कन्साइज फर्ममा लेख्छु यो सबैले अहिले यहाँ नाम बोलाएर भन्छु तपाईँले चाहिँ भन्नुपर्छ है ल हेर्नु रेनल क्याल्कुली टाइप्स ठिक छ ल जम्मा के छ हामीसँग 5 वटा छ हेर्नु है पहिलो मैले के लेखेँ त भन्दा चाहिँ क्याल्सियम अक्जालेट यसको तपाईँले भन्नुपर्ने के छ भन्दा मोस्ट कमन हो भन्ने कुरा छुटाउनु भएन दोस्रो कुरा छ त फस्फेट भित्र दुईटा कुरा हामीले गर्यौँ ठिक छ एउटा के छ भने त क्याल्सियम फस्फेट भयो अर्को चाहिँ के छ हाम्रो चाहिँ MAPS भन्यौँ ठिक छ म्याग्नेसियम भन्नु त म्याग्नेसियम एमोनियम फस्फेट यसैलाई हामीले के भनेको भन्नु त
स्ट्रुभाइट ठिक छ स्ट्रुभाइट स्टोन भनेको यही हो ठिक छ त्यसपछि अब तेस्रो नम्बरमा के छ त भन्दाखेरि तपाईको चाहिँ भन्नु त यूरिक एसिड सिस्टिनको स्टोन भयो यूरिक एसिडको स्टोन भयो अर्को चाहिँ जेन्थिन ल ओके सबैजनाले भनौँ त पाँचवटा के छ पहिलो के रहेछ क्याल्सियम अक्जालेट अक्साइड हैन क्याल्सियम अक्जालेट मोस्ट कमन ठीक छ त्यसरी फस्फेट भित्र दुईटा के छ भने क्याल्सियम र भेरी गुड म्याग्नेसियम एमोनियम फस्फेट के भन्नु त म्याग्नेसियम एमोनियम फस्फेट जसलाई के भन्छ हाम्रो चाहिँ जसलाई चाहिँ स्ट्रुभाइट भनेर भन्छौँ ठीक छ यही हो ठीक छ अर्को छ सिस्टिन स्टोन यूरिक एसिड स्टोन जेन्थिन स्टोन के रे भन्नु त प्रोनाउन्स गर्नुस् यो तीनटा सिस्टिन यूरिक एसिड जेन्थिन है यसको सबैको पछाडि स्टोन थप्नु पर्यो है ठीक छ सिस्टिन स्टोन यूरिक एसिड स्टोन जेन्थिन स्टोन यो जेन्थिन स्टोन चाहिँ के कारणले हुन्छ भन्नु त के कारणले हुन्छ ड्यू टु deficiency of xanthine oxalate जेन्थिन अक्सिडेज oxidants जहिले पनि अन्तिममा एएससी आउँछ नि यो इन्जाइम हो है ठीक छ यो चाहिँ इन्जाइम हो ठीक छ जेन्थिन अक्सिडेज नभएको कारणले गर्दाखेरि चाहिँ के हुन्छ जेन्थिनको स्टोन हुन्छ है यो कुरा तपाईले बुझ्न पर्छ ल अब एउटा लिथोट्रिप्सी भन्ने हाम्रो के हुन्छ त भन्नु त लिथोट्रिप्सी भन्ने चाहिँ हाम्रो के हुन्छ त के हुन्छ एउटा मेडिकल इन्टरभेन्सन हुन्छ अब लिथोट्रिप्सीले के गर्छ कसले भन्न सक्नुहुन्छ लिथोट्रिप्सीको काम के हो व्हाट इज द रोल अफ लिथोट्रिप्सी इन रेनल क्याल्कुली भन्नु लिथोट्रिप्सी भनेको के हो भन्दाखेरि केही पनि हैन जुन ढुङ्गा बनेको छ ढुङ्गा फुटाउने अर्क साम्पाङ कुरा बुझ्नु भने ढुङ्गा फुटाउने के छ भने त ढुङ्गा फुटाउनेलाई के भने ढुङ्गा फुटाउनेलाई के भन्छ भने त अर्क साम्पाङ ल हेर्नु है त्यसै लिथोट्रिप्सी भनेको के रहेछ भने त लिथोट्रिप्सी भनेको के छ भने ब्रेकिङ स्टोन क्या ब्रेकिङ स्टोन अब ढुङ्गा बन्यो भने त्यो ढुङ्गा फुटाएर उपचार गर्नु परेन भन्नु न भन्नु त चाहिँ ढुङ्गा फुटाएर सानो सानो जस्तै तपाईँको चाहिँ जस्तै एउटा यस्तो स्ट्रक्चरको ढुङ्गा छ यसलाई हामीले के गर्यौँ भन्नु त टक 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 ल फुटायो अब के हुन्छ सानो 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 के बालुवा जस्तो बन्यो अब यो त पिसाबले पखालेर लान्छ लाँदैन भन्नु त लान्छ लान्छ भने पछाडि लिथोट्रिप्सी गर्दाखेरि अब ढुङ्गा फुटाउँछु भन्ने बित्तिकै फेरि सबै ढुङ्गा फुट्छ त फुट्दैन नि त हो कि भन्नु त भने पछाडि चाहिँ लिथोट्रिप्सीले सबैभन्दा मजाले काम गर्ने कुन होला त भनेर तपाईलाई सोच्छ अब क्वेसन कसरी सोच्छ भन्नुहुन्छ नि यसरी सोच हेर्नु है के छ त मोस्ट रेस्पोन्सिभ रेनल क्याल्कुली टु लिथोट्रिप्सी के होला भनेर सोच्छ तपाईले अप्सन ए मा दिन्छ क्याल्सियम अक्जालेट अप्सन बी मा दिन्छ जेन्थिन सिस्टिन अप्सन डी मा चाहिँ यूरिक एसिड स्टोन ल भन्नु कुन ढुङ्गा फुट्छ भन्दाखेरि युरिक एसिडको ढुङ्गा फुट्छ साथीहरु के भन्नु त युरिक एसिडको ढुङ्गा के हुन्छ साथीहरु भन्नु त युरिक एसिडको यसरी तपाईको फुट्छ भने मोस्ट रेस्पोन्सिभ रेनल क्याल्कुली टु लिथोट्रिप्सी भन्नु के भन्नुहुन्छ भन्नु त यूरिक एसिड स्टोन भेरी गुड ठीक छ युरिक एसिड के छ भन्नु त स्टोन भन्ने कुरा तपाईले चाहिँ बुझ्नु पर्यो यहाँ तपाईको चाहिँ क्याल्सियम अक्जालेट के छ भन्नु त यो तपाईको चाहिँ एउटा चाहिँ मोनोहाइड्रेट भन्ने हुन्छ मोनोहाइड्रेट यो चाहिँ भन्छ है ठीक छ यहाँ त किनभने डाइहाइड्रेट पनि के छ त रेस्पोन्सिभ नै हुन्छ मोनोहाइड्रेट चाहिँ हुँदैन ल त्यसो भएदेखि चाहिँ मस्ट के छ भने त यो चाहिँ रेस्पोन्सिभ भयो अब मस्ट के भन्छ तपाईले रेसिस्टेन्ट भन्छ फुट्नै नमान्ने मस्ट रेसिस्टेन्ट चाहिँ कुन हुन्छ भन्नु त सिस्टिन हुन्छ है
सिस्टिन क्याल्कुली के हुन्छ भने त यो सिस्टिनले बनेको ढुङ्गा चाहिँ फुट्नै मान्दैन क्या साथीहरू, ठिक छ। सिस्टिनले बनेको चाहिँ तपाईँको चाहिँ फुट्न मान्दैन भन्ने कुरा तपाईँले बुझ्नु पर्यो, ठिक छ। ल ओके, भनेपछि हामी तपाईँको चाहिँ लिथोट्रिप्सी भनेको के हो भनेर कसैले सोध्यो भने तपाईँले के भन्नुहुन्छ साथीहरू? लिथोट्रिप्सी भनेको के भन्नुहुन्छ हजुरहरूले? त्यो ढुङ्गाहरू टुटेपछि सानो सानो क्रिस्टलाइजेसन गराएर पखाल्छ नि। भेरी गुड। भनेपछि लिथोट्रिप्सी भने के होइन? ब्रेकिङ स्टोन। के भन्नु त? ब्रेकिङ स्टोन। के भन्नु त? ब्रेकिङ स्टोन। ब्रेकिङ स्टोन। भेरी गुड। ल अब ब्रेकिङ स्टोन चाहिँ तपाईँको ट्रिटमेन्ट गर्ने पार्ट भयो है, ठिक छ। अब एउटा दुईवटा तपाईँको चाहिँ हामीले टर्म बुझ्नुपर्छ। त्यो भने के छ भन्दा चाहिँ एउटा रेडियो ओप्याक भन्छ साथीहरू, एउटा के भन्छ भने त रेडियो ओप्याक भन्छ, अर्को चाहिँ रेडियो लुसेन्ट भन्छ। यो भनेको चाहिँ के हो साथीहरू भन्नु त? यो भनेको चाहिँ यो ढुङ्गा चाहिँ हामीले एक्सरेमा देख्छौँ कि देख्दैनौँ भन्ने कुरा हो के, बुझ्नुभयो त? रेडियो ओप्याक भनेको चाहिँ के हुन्छ भन्नु त? भिजिबल अन एक्सरे। तर रेडियो लुसेन्ट के हुन्छ भन्नु त? रेडियो लुसेन्ट के हुन्छ त? रेडियो लुसेन्ट नामैले भन्दैछ त म लुक्छु भनेर। भनेपछि एक्सरेमा लुक्छ कि लुक्दैन यो भन्नु त? रेडियो लुसेन्ट एक्सरेमा लुक्छ कि लुक्दैन साथीहरू भन्नु त? भेरी गुड। भनेपछि तपाईँले हेर्नुहोस् है, जहिले पनि तपाईँले चाहिँ एक्सरे केयुबी लेखेको अहिलेसम्म देख्नु भयो कि भएन ल भन्नु? एक्सरे केयुबी भनेको के हो? युरिनरी ब्ल्याडर। ल यो एक्सरे केयुबी भनेर लेखेको त देख्नुभयो होला तपाईँहरूले, ठिक छ। एक्सरे केयुबी भनेको चाहिँ हाम्रो एब्डोमेनको विशेष गरी के भिजुअलाइज गर्न खोजिरहेछ भन्दाखेरि चाहिँ किडनी, त्यसपछि के हेर्ने भन्नु त? युरेटर, त्यस पछाडि ब्ल्याडर हेर्नको लागि हामीले के गर्छौँ भन्नु त? यो गर्छौँ साथीहरू। अब हेर्नुहोस् है, यदि कुनै पेसेन्टको रेडियो ओप्याक स्टोन छ भने है, के भन्नु त? यदि कुनै पेसेन्टको रेडियो ओप्याक स्टोन छ, जस्तै क्याल्सियम अक्जालेट भने हामीले त्यहाँ ढुङ्गा देख्छौँ कि देख्दैनौँ साथीहरू ल भन्नुहोस्? देख्छौँ। भेरी गुड है, ठिक छ। भने एक्सरे केयुबी किन यति धेरै लेखेको देख्नुहुन्छ तपाईँले भन्दा चाहिँ मस्ट कमन के छ? हुने ढुङ्गा। मस्ट कमन के हुन्छ ढुङ्गा भन्नु त? कुन फर्म हुन्छ, कुन टाइप्स हुन्छ? क्याल्सियम। भेरी गुड। अनि त्यो क्याल्सियम अक्जालेट एक्सरेबाट हामीले देख्न सक्छौँ कि सक्दैनौँ? सक्छौँ। किन सक्छौँ भन्नु त? किनभने त्यो रेडियो त ओप्याक, रेडियो ओप्याक हो है। रेडियो लुसेन्ट लुक्छ नि त होइन, यो त के छ? रेडियो ओप्याक हो। त्यसो हुँदाखेरि चाहिँ हामीले यति धेरै के छ? एक्सरे केयुबी लेखेको देख्छौँ, ठिक छ। एक्सरे केयुबी किन लेख्छौँ त भन्नु त? यसले चाहिँ किडनी, युरेटर र ब्ल्याडरमा यति ढुङ्गा छ। कुन ढुङ्गा छ? रेडियो ओप्याक कि रेडियो लुसेन्ट? रेडियो ओप्याक। किन त रेडियो लुसेन्ट हामीले देख्न सक्दैनौँ। यदि रेडियो ओप्याक के छ त स्टोन छ भने हामीले देख्छौँ। अब साथीहरू तपाईँले एउटा म सानो कुरा सोध्छु है, यदि पेसेन्टलाई युरिक एसिडको ढुङ्गा छ भने हामीले देख्न सक्छौँ त भन्नु त? सक्दैनौँ। भनेपछि रेडियो लुसेन्टको इक्जाम्पल के रहेछ भन्नु त? युरिक एसिड स्टोन। के भन्नु त? युरिक एसिड स्टोन। अब यो हाम्रो अक्जालेट स्टोन, जुन क्याल्सियम अक्जालेट भनेको छ, यो चाहिँ के भन्नु त? रेडियो ओप्याकमा त्यो। भेरी गुड। भनेपछि यति धेरै तपाईँको चाहिँ यो एक्सरे केयुबी भनेको तपाईँले देख्नुहुन्छ इमर्जेन्सीमा। किन देख्नुहुने रहेछ भन्दाखेरि चाहिँ हामीले क्याल्सियम अक्जालेट छ कि छैन भनेर के छ त्यो चाहिँ ढुङ्गा हेर्नको लागि गरेको हो साथीहरू, ठिक छ। ल यहाँसम्म हजुरले बुझ्नुभयो भनेदेखि अब हामी एउटा सानो कुरा हेर्छौँ। त्यो के छ त भन्दाखेरि चाहिँ कुन चाहिँ के छ भन्नु त? कुन चाहिँ हाम्रो रेडियो ओप्याक हो, कुन चाहिँ रेडियो लुसेन्ट? यति हामी हेरौँ ल अहिलेको लागि। हेर्नु त, हाम्रो रेनल स्टोन के हुनेछ भने त यति मात्र मैले हाइलाइट गरेको हेर्नु त। रेनल स्टोन दुईटा हुने रहेछ साथीहरू। रेडियो ओप्याक के छ? भिजिबल कि इनभिजिबल भन्नु त? भिजिबल हो। किन भन्नु त? भिजिबल
के भन्नु पर्यो Visual or X-ray. X-ray. तर रेडियोलुसेन्ट के छ यो लुक्छ कि लुक्दैन भन्नु त लुक्छ लुक्छ है के छ भन्नु त एक्सरेमा लुक्छ है रेडियोलुसेन्ट लुक्ने भयो ल त्यसो भएदेखि हेर्नु रेडियो अप्याक चाहिँ अब ढुङ्गा हो ढुङ्गामा के छ क्याल्सियम छ भनेपछि के छ चम्किन्छ नि त भनेपछि कस्तो देखिन्छ एपियरेन्स भन्नु त एपियरेन्स कस्तो देखिन्छ त सेतो देखिन्छ देख्दैन देखिन्छ व्हाइट देखिन्छ ठिक छ भेरी गुड अब रेडियोलुसेन्ट त देखिने भएन मान्छे हेर्नु त रेडियो अप्याक के छ मैले तपाईँले एउटा इक्जाम्पल दिइसकेँ क्याल्सियम अक्जालेट सबैभन्दा के छ मोस्ट कमन टाइप हो क्या नि यो भन्नु त यो हुने भयो अर्को चाहिँ फोस्फेट स्टोन मैले तपाईँले फोस्फेट दुईटा भनेको किन एउटा क्याल्सियम फोस्फेट अर्को चाहिँ के छ भन्नु त एमएपी भनेको के नामले भन्नु त हजुर यसैलाई हामीले के भन्छौँ भन्नु त एमएपीलाई नै के भनेको हामीले Magnesium ammonium phosphate. यसैको अर्को नाम के छ भन्नु त भेरी गुड त्यसैको अर्को नाम के छ त स्ट्रुबाइड छ है ल अर्को सिस्टिन स्टोन के छ सपनाजी भन्नुहोस् त यो पनि के हो के भित्र पर्यो रेडियो अप्याक भित्र पर्यो ल ओके सपनाजीले भन्नुहुन्छ अरू सबैको माइक अफ गर्नुहोस् ल सपनाजी भनिदिनुहोस् त यो रेडियो अप्याक स्टोन छ भन्नको मतलब यो चाहिँ कस्तो खालको तपाईँको चाहिँ प्रकार हुने रहेछ भन्नु त यो चाहिँ हाम्रो चाहिँ एक्सरेमा देखिन्छ कि देखिँदैन माइक अन गरेर भन्नु त देखिन्छ सर देखिन्छ है देखिँदाखेरि कालो सेतो पहेँलो हरियो नीलो कस्तो देखिन्छ व्हाइट जस्तै चम्किलो व्हाइट देखिन्छ एक्सरे केयुबी गर्नुको अर्थ के रहेछ सपनाजी किडनी युरेटर र ब्ल्याडर जहिले पनि ब्ल्याडर भन्यो भने कहिले पनि तपाईँको चाहिँ गल ब्ल्याडर नसोच्ने है ठिक छ ब्ल्याडर दुईटा हुन्छ एउटा गल ब्ल्याडर अर्को युरिनरी ब्ल्याडर भन्नुहुन्छ नि द्याट इज रङ ब्ल्याडर भन्ने बित्तिकै युरिनरी ब्ल्याडर हो के यदि गल ब्ल्याडर भन्नु छ भने गल ब्ल्याडर नै भन्नुपर्छ ठिक छ बुझ्नुभयो कि बुझ्नु भएन है मैले के छ त किडनी युरेटर र ब्ल्याडर के भन्नु त यसलाई भिजुअलाइज गर्छ जस्तै एउटा पेसेन्टको सपनाजी एउटा पेसेन्टलाई के भन्छ त युरिक एसिड के छ त रेनल क्याल्कुली भएको छ अब तपाईले एक्सरे गरेर हेर्नु भयो भने उसको ढुङ्गा देखिने कि नदेखिने के को ढुङ्गा भने मैले भन्नु त के को ढुङ्गा भने मैले युरिक एसिड ल अब उसको तपाईले एक्सरेमा हेर्दाखेरि देखिन्छ कि देखिँदैन एक्सरेमा हेर्दाखेरि देखिन्छ देखिँदैन सर यहाँ हेर्नु त देखिँदैन सर किन देखिँदैन गुड्डु कुमारीजीलाई भनिदिनुहोस् त रेडियोलुसेन्ट छ अनि त्योमा लुकेको हुन्छ त्यही भएर भेरी गुड सपनाजी ल मान्छेले अबदेखि तपाईँलाई कसैले सोधिदियो सपनाजी युरिक एसिड क्याल्कुली भएको छ भने तपाईँले एक्सरेमा देख्नुहुन्छ कि हुन्न भने तपाईँले के भन्नुहुन्छ हुन्न देख्नु हुँदैन देखिँदैन किन देखिँदैन यो चाहिँ रेडियोलुसेन्ट हो ठिक छ के भन्नु त रेडियोलुसेन्ट हो भन्ने कुरा बुझ्न पर्यो फाइन ल भने पछाडि सबैजनाले दिल खोलेर भनिदिनु साथीहरू रेडियो अप्याक तीनटा हामीले बिर्सिन नहुने रहेछन् के रहेछ क्याल्सियम अक्जालेट क्याल्सियम फस्फेट म्याग्नेसियम एमोनियम फस्फेट अर्को चाहिँ सिस्टिन स्टोन सिम्पली यसरी भन्नु यो दुईटा त हामीलाई थाहा छँदैछ त्यसो भन्नु त यस्तो भनौँ है फस्फेट स्टोन भन्दै भइहाल्यो ल क्याल्सियम अक्जालेटको स्टोन फस्फेट स्टोन अर्को के छ भन्नु त सिस्टिन स्टोन ल तीनटा के रहेछ रेडियो अप्याक ल जुन तपाईँले एक्सरे गरेर देख्नुहुन्छ त्यो के रहेछ तीनटा ल भनिदिनुहोस् त क्याल्सियम अक्जालेट फोस्फेट स्टोन एन्ड सिस्टिन स्टोन अनि सिस्टिन स्टोन भेरी गुड है ल भनेपछि हामी यहाँ चट्टसँगले एकदम मजाले लेखिदियौँ रेडियो अप्याक के छ नि त एक्सरे केयुबीमा देखिने कि नदेखिने देखिने व्हाइट तपाईँको देखिन्छ ठिक छ ल अब यसको तपाईँको चाहिँ हामीले के हेर्यौँ भन्नु त एउटा त क्याल्सियम अक्जालेट अर्को चाहिँ फोस्फेट स्टोन Calcium, सिस्टिन अर्को चाहिँ
सिस्टिन स्टोन सिस्टिन स्टोन ठीक छ। अब फस्फेट स्टोन भित्र दुईटा थाहा छ हामीलाई के पर्छ त क्याल्सियम फस्फेट स्टोन, अर्को चाहिँ म्याग्नेसियम एमोनियम फस्फेट स्टोन, जसलाई के भन्छ त स्ट्रोबाइट भन्छ होइन त। हजुर हजुर क्याल्सियम अक्जालेट स्टोन भयो भने अब रेडियोलुसेन्ट चाहिँ के रहेछ त? नट भिजुअल युरिक एसिड एक्सरे मा नदेखिने रे केयुबीमा नदेखिने भन्दा पनि के भनौँ त भन्नु त? नट लुकिन्छ टुकेको लुक्ने भनेपछि यो तपाईँको चाहिँ देखिँदैन है, ठिक छ। रेडियोलुसेन्ट लुक्छ, रेडियोलुसेन्ट के हुन्छ? लुक्छ लुक्छ। भेरी गुड। ल त्यसो भएदेखि ल सबैले भनिदिनुहोस् त यसको कुन कुन उदाहरणहरू चाहिँ रहेछन् त भन्दाखेरि चाहिँ सुरुमै छुटाउनु नहुने के छ त? युरिक एसिड युरिक एसिड क्याल्कुली अथवा तपाईँको स्टोन है। युरिक एसिड युरिक एसिड युरिक एसिड स्टोन। त्यसै गरी अर्को के छ त? ज्यान्थिन स्टोन, ठिक छ। यति दुईटा युरिक एसिड स्टोन र ज्यान्थिन स्टोन चाहिँ के रहेछ भन्नु त? यो चाहिँ के रहेछ त? रेडियोलुसेन्ट रेडियोलुसेन्ट। त्यही भएर तपाईँले यहाँ हेर्नुहोस् ल, सुरुमै हामीले हेरेको छौँ चाहिँ अहिलेसम्म हामीले के हेऱ्यौँ भन्दाखेरि चाहिँ हामीले चाहिँ रेनल क्याल्कुली हेरिरहेको छौँ। यसको टाइप्स के छ भन्नु त? क्याल्सियम अक्जालेट भन्ने छ, अर्को चाहिँ फस्फेट भित्र के छ? क्याल्सियम फस्फेट। हेर्नु क्याल्सियम फस्फेट, अर्को के छ त? म्याग्नेसियम एमोनियम फस्फेट छ, अर्को चाहिँ सिस्टिन स्टोन भन्ने छ, अर्को युरिक एसिड स्टोन भन्ने छ, अर्को चाहिँ ज्यान्थिन स्टोन भन्ने छ। यो ज्यान्थिन स्टोन के कारणले हुन्छ साथीहरू ल भन्नु त? ड्यु टु डिफिसियन्सी अफ ज्यान्थिन अक्सिडेज भन्ने कुरा हामीले हेऱ्यौँ, ठिक छ। ल अनि हेर्नु है, यो के छ त? अक्जालेट के छ त? रेडियो अप्याक्स छ। फस्फेट के छ त? रेडियो अप्याक्स छ। सिस्टिन के छ त? रेडियो अप्याक्स छ। भने यो दुईटा बाँकी रहेको युरिक एसिडको स्टोन र ज्यान्थिन स्टोन के छ त? यो चाहिँ रेडियोलुसेन्ट छ है। भन्छ युरिक एसिडको स्टोन र ज्यान्थिनको यो के छ त? एक्सरे केयुबीमा लुक्छ कि लुक्दैन भन्नु त? ठिक छ। पछि एक्सरे केयुबीमा देखिने चाहिँ के रहेछ त? यो तीनटा रहेछ। एक्सरे केयुबीमा लुक्ने चाहिँ के रहेछ त? युरिक एसिड स्टोन र ज्यान्थिन स्टोन चाहिँ के छ त? यो देखिँदैन है। तपाईँलाई सोध छ है यहाँबाट, ठिक छ। ल अनि के कारणले हुन्छ भने चाहिँ रिस्क फ्याक्टर यहाँनिर राखेको छ चट्टसँगले। अब सबैभन्दा मोस्ट कमन टाइप अफ रेनल क्याल्कुली भनेर के भन्नुहुन्छ त भन्नु त? मोस्ट कमन रेनल क्याल्कुली के छ त? क्याल्सियम अक्जालेट हो कि भन्नु त? क्याल्सियम अक्जालेट हो। भेरी गुड। अनि एसिडिक युरिनमा फर्म हुने के छ त? सिस्टिन स्टोन हो। के अरे भन्नु त? एसिडिक युरिनमा फर्म हुने भनेको चाहिँ सिस्टिन स्टोन हो भनेदेखि मोस्ट रेस्पोन्सिभ टु लिथोट्रिप्सी भन्नु के भन्नुहुन्छ? मोस्ट रेस्पोन्सिभ टु लिथोट्रिप्सी भन्नु चाहिँ युरिक एसिडको स्टोन भन्नुहुन्छ। अर्को चाहिँ के छ भन्नु त? एक्सेस अल्काली कन्जम्सन अथवा के छ त? अल्काली युरिन फर्मेसन भने चाहिँ के छ भन्नु त? यो चाहिँ फस्फेट स्टोन हो भन्ने कुरा यति चाहिँ तपाईँले बुझ्न पर्यो यतातिर, ठिक छ। यो के छ भन्नु त? सबैभन्दा छुटाउनु नहुने के रहेछ त? टेक अवे मेसेज के छ त? मोस्ट कमन रेनल क्याल्कुली के रहेछ त साथीहरू? क्याल्सियम अक्जालेट। भेरी गुड। क्याल्सियम अक्जालेट हामीले चाहिँ एक्सरेमा देख्ने कि नदेखिने? देखिने। के कारणले गर्दाखेरि हुने रहेछ यो भन्नु त? क्याल्सियम अक्जालेट वाला स्टोन जब युरिनमा के को मात्रा बढ्छ? क्याल्सियम र अक्जालेट युरिनमा के छ भन्नु त? बढ्यो भने के हुन्छ भन्नु त? यसले गर्दाखेरि चाहिँ यो क्याल्सियम अक्जालेट भन्ने के छ त? तपाईँको सिधै चाहिँ हुन्छ, ठिक छ। ल अनि गट भएको पेसेन्टमा अथवा चाहिँ हाइपर युरिसेमिया भएको पेसेन्टमा के हुन्छ त? युरिक एसिडको के हुन्छ त? ढुङ्गा बन्छ, जुन चाहिँ के छ भने त हामीले चाहिँ लिथोट्रिप्सीबाट मजाले फुटाउन सक्छौँ, ठिक छ। तर यो के छ? एक्सरे केयुबीमा फेरि देखिन्छ त? देखिँदैन। भेरी गुड, भेरी गुड, ठिक छ। रेडियो अप्याक रेडियोलुसेन्ट हामीले राखेको छ। यो भयो। अब हेर्नुहोस् युरेटेरिक कोलिक भनेको चाहिँ के हो साथीहरूलाई भन्नु त? वाट इज युरेटेरिक कोलिक? रेनल क्याल्कुली भनेको त बुझ्नुभयो तपाईँले? रेनल क्याल्कुली भनेको जस्तै किडनीमा स्टोन भन्ने कुरा बुझ्नुभयो। भनेपछि युरेटेरिक कोलिक भनेको चाहिँ के हो त? युटेरीमा सर यो ढुङ्गा जाएर जस्तै पेसाबको नली हुन्छ नि, त्यही नलीमा गएर बसिदिन्छ। त्यो नलीको नाम चाहिँ के होला त? युटरी नै हुन्छ। के हुन्छ? युरेटर सर। युरेटर भन्नु पर्यो नि त? युरेटर। युरेटरिक कोलिक भनेको चाहिँ के छ भन्नु त? सिम्पली ढुङ्गा कहाँ पुग्यो भन्नु त? ढुङ्गा कहाँ छ त? युरेटर कोलिकमा। युरेटरमा। भेरी गुड है त। त्यसैले सर्डेन के हुन्छ नि त? सर्डेन सिभियर कस्तो खालको पेन हुन्छ त? सर्डेन सिभियर।
सडन सिभियर कोलिकी पेन ड्यू टु obstruction of ureter केले गर्दा भन्नु त बाई स्टोन ढुङ्गाले गर्दा ठिक छ ल ओके यो कुरा तपाईले बुझ्न पर्यो ठिक छ युरेटरिक कोलिक भनेको चाहिँ के छ भन्दा तपाईको चाहिँ के छ ढुङ्गाले गर्दा चाहिँ मोस्ट कमनली के हुन्छ त त्यो चाहिँ हुन्छ ठिक छ यो कुरा चाहिँ बुझ्न पर्यो ल अब कोलिक भनेको के छ त वेब जसरी तपाईको चाहिँ के हुन्छ त आइदिन्छ भन्ने कुरा तपाईले बुझ्न पर्यो अब यो हेर्नु है त यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जेनेरली के हुन्छ त रेडियो अप्याक स्टोनबाट चाहिँ भइदिरहेको चाहिँ हुन्छ भन्ने कुरा तपाईले चाहिँ बुझ्नुपर्छ र अर्को भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ जब तपाईको युरेटर जस्तै हेर्नु है यो युरेटर तपाईको 25 सेन्टिमिटर छ हो कि नभन त हो यो बिचको मिड युरेटरमा ढुङ्गा छ भने यसले के को जस्तै तपाईको मिमिक गर्छ भने त के को जस्तै तपाईको कपी गर्छ भने त कसको जस्तो इफेक्ट देखिन्छ त एपेन्डिसाइटिस साथीहरु है के भन्नु त यदि युरेटरको बिच भागमा ढुङ्गा आएर बसेको छ भने एपेन्डिसाइटिसको दुखाइ जस्तो खालको के हुन्छ त भन्नु त त्यो चाहिँ तपाईको चाहिँ मिमिक गर्छ अब तपाईलाई म एउटा सानो क्वेशन दिन्छु है ठीक छ ल एपेन्डिसाइटिस pain is mimicked by हुन्छ कसले त्यस्तै देखाउँछ त भन्दा चाहिँ अप्पर युरेटरिक क्याल्कुली अर्को चाहिँ के छ भने तपाईको चाहिँ मिड लेफ्ट युरेटरिक क्याल्कुली र के छ चाहिँ लोअर युरेटरिक क्याल्कुली बीमा चाहिँ नन लगी हुन्छ भने त नन ऑप्शन बी सर एबीसीडी के हुन्छ बी सर अप्सन अप्सन बी सर ल अप्सन डी भन्ने को हुनुहुन्छ अघि अप्सन डी एक्जामले भन्नुभएको थियो नाम भन्नु न तपाईले सही भन्नुभएको छ के बुझ्नुभयो किन भन्नु न योमा मिड युरेटरमा पाइन्छ त्यही भएर टिपमा पेन भएर ल हेर्न साइडमा एपेन्डिसाइटिस हुँदाखेरि राइट पट्टि दुख्छ यहाँ के भनेको छ त मिड लेफ्ट भनेको छ कि छैन साथीहरु तपाईले मैले हजुर। झुक्क्याउन खोजेको हो यहाँनिर यदि यो ठाउँमा मैले अप्सन डी मा मिड राइट युरेटरिक क्याल्कुली भनेको के हुन्छ ल भन्नु यसको आन्सर के हुन्थ्यो मिड राइट युटेरिक क्याल्कुलेट बुझ्नु भएन त लोकेसनले फरक पारेको पारेन त अब उता हजुर। ढुङ्गा भएको छ तपाईको लेफ्ट साइडमा अनि एपेन्डिसाइटिसको कसरी तपाईको चाहिँ मिमिक गर्छ त बुझ्नु भयो कि बुझ्नु भएन भन्नु त भने पछाडि चाहिँ के तपाईको चाहिँ यसमा चाहिँ नझुकिनुहोस् है ठीक छ त्यसै भएर तपाईको राइट भन्ने तपाईको चाहिँ हामीले चाहिँ हाइलाइट गर्छौँ कि यहाँ हेर्नु है मिड युरेटरको के छ त भन्नु त यो चाहिँ स्टोन भएको अवस्थामा चाहिँ मिमिक्स एपेन्डिसाइटिस यो चाहिँ राइट भनेर चाहिँ टिपिकल है किन भन्दा तपाईको चाहिँ लेफ्टमा त हुने भएन नि त ठीक छ ल यो कुरा बुझ्नु पर्यो है अनि स्टोनको लोकेसन अनुसार के छ त त्यो तपाईको चाहिँ पेन चाहिँ के छ त फरक हुन्छ यदि अप्पर युरेटरमा छ के छ मेलको कन्डिसन चाहिँ टेस्टिसतिर के हुन्छ पेन हुन्छ मिड युरेटर छ भने एपेन्डिसाइटिसको जस्तो दुखाइ हुन्छ नि लोअर युरेटरमा चाहिँ के हुन्छ त ग्रोइन रिजन अथवा चाहिँ के छ त इनर थाइमा हुन्छ प्लस युरिनरी तपाईँको सिम्पटम्सहरू चाहिँ देखिन्छ भन्ने कुरा तपाईँले बुझ्नु पर्यो है अब हेर्नु ढुङ्गा रिमुभल गर्ने ढुङ्गा के छ त भन्नु त निकाल्ने इन्डिकेसन फर स्टोन रिमुभल के छ भनेर तपाईँले सोधिदिन्छ है इन्डिकेसन अफ स्टोन रिमुभल भनेको पक्कै पनि हामीले यहाँ बुझ्नै पर्ने कुरा के हो त भन्दाखेरि साथीहरू फेलियर टु पास अथवा प्रोग्रेसन के छ त रिपिटेड के छ कोलिक भएको छ लार्ज साइज छ र ढुङ्गा बढे छ त्यो मुभ हुँदैन भने के छ त्यति बेला निकाल्नुपर्छ है ठीक छ यसले चाहिँ कम्प्लिट अब्स्ट्रक्सनहरू गराइदिन सक्छ
अथवा युटिआईहरू पनि यसले जेनरली गराइदिन सक्छ भन्ने कुरा बुझ्न पर्यो। तपाईँको टेक अवे मेसेज भनेको यो 1 पेज छ, यतिमा हामीले चाहिँ अहिलेसम्म हेरेका छौँ। समराइज गर्नुपर्दा यो हो है, ठिक छ। रेनल क्याल्कुलीबाट तपाईँलाई सोधिदिन्छ, यो कुरा तपाईँले चाहिँ नबिर्सनु होला, ठिक